Good morning everyone, what's up? I am Sushant Janutala Mamani, Santo Shepin I second I feel at the break of those SPD host. This video is material back and Nepali Tajo. Bye, Didi Winnie, Uncle Auntie, Tata Chachi, my mom is so like. Namaste sai. Good morning of you चाहिँ हैन यो चाहिँ मर्निङको भ्यू अनि आज ड्युटीबाट म त्यस्तै 3 बजीतिर त्यस्तै बेला आइसकेको थिएँ अनि त्यसपछि यहाँ चाहिँ छटमा कपडा धोएर कपडा सुकाउनु भयो एकछिन मोबाइल हेर्दा हेर्दै के गर्दा गर्दै बिहान भइहालेको टाइम कामदाम त्यस्तै छ हैन नाइटमा गरिन्छ बिजोक्छ अनि आज त्यस्तो हुस्सो लागेको छ नि मर्निङको भ्यू हैन मर्निङको अलिकति नै छ अनि यहाँ कस्तो रहेछ है यतातिर चाहिँ अनि एउटा कुरा भन्नु थियो कि मैले चाहिँ हैन जो कस्तो भनेपछि कसैले भिडियो बनाएको छैन मैले भिडियो बनाएको कि कसैलाई लाग्छ होला कि त्यसको यो त दारु खाएर भिडियो बनाउँछ या कस्तो कस्तो बोलिरहेको हुन्छ या बक्रम बक्रम भन्ने जस्तो लागिरहला है त्यस्तो होइन होइन जसकै म यो सोसल साइट हुन्छ नि त्योमा चाहिँ पहिला चाहिँ बहुत एक्टिभ हुने मान्छे के मैले यो युट्युब च्यानल खोलेको अहिलेबाट होइन क्या खोलेको त यो जर्नी चाहिँ होइन धेरै बहुत टाइम भइसक्यो मैले चाहिँ ऊ गरेको स्टार्ट गरेको 2018देखि नै मैले चाहिँ टिकटक या ऊ अग्रम बग्रम बहुत चलाउँथेँ नि अनि यो सोसल साइटमा भिडियो सिडियोहरू हाल्ने या ऊ अग्रम बग्रम चिजहरू गर्थेँ क्या मैले अन्त बिचमा त्यस्तै फाइनेन्सियल प्रब्लमको कारणले गर्दाखेरि मैले छोडेँ अनि त्यसपछि चाहिँ त्यत्तिकै इन्ट्रेस्ट पनि लागेन आफ्नो स्ट्रेस अनि आफ्नो जो स्ट्रगल थियो नि त फाइनेन्सियल प्रब्लम सल्भ गर्नको लागि घरको अनि त्यही कारणले गर्दाखेरि चाहिँ मैले छोडिसकेको थिएँ अनि अहिले कन्टिन्यू दिनेछु र गुड थिङ्सले दिनेछु भनेर चाहिँ भिडियो बनाउँछु होइन त्यस्तो नसोच्नुहोस् होइन पछि गएर रिग्रेट फिल नहोस् क्या मलाई यार टाइम थियो जवानी थिएँ होइन यताउता अग्रम बग्रम फिल नहोस् क्या त्यही भएर चाहिँ भिडियोहरू बनाउने गर्छु होइन राम्रो लागेर सुधार्नुपर्ने चिजहरू चाहिँ मैले सुधार्नुपर्ने चिजहरू चाहिँ कमेन्टमा भन्नुहोस् होइन म सुधार्छु होइन अनि त्यही हो कस्तो लाग्छ के लाग्छ कमेन्टहरू छोड्दै गर्नुहोस् मेरो भिडियोहरू होइन अनि आज कस्तो ड्युटी चाहिँ लास्टै नै ऊ भएको थियो कि आउने टाइम पनि त्यस्तै भइदिएको थियो अनि लेट अनि मोबाइल हेर्दा हेर्दै त्यस्तै भयो अनि कपडा धोएको पनि कपडा देखाइदिन्छु होइन कपडा धोएर यहाँ सुकाएको छु अनि सुकाएको छैन सुकाउने हो यहाँ कति धेरै सुकाएको छन् होला कपडाहरू चाहिँ अनि त्यसपछि अब त्यही अब यहाँबाट सुत्छु अहिले सुत्छु अनि त्यसपछि चाहिँ सुतिसकेपछि चाहिँ सुतेर चाहिँ कति 3 बजी 3:30 बजी उठ्छु 3:30 बजी उठेर फ्रेस भएर चाहिँ 4 बजी ड्युटी चढ्नुपर्ने हुन्छ 4 बजी गएपछि रातिको 2 बजी क्लोजिङ हुन्छ त्यसपछि त्यही हो थ्याङ्क यू सो मच किप वाचिङ सो फाइनली हामी चाहिँ काममा आइसकेका छौँ होइन अब ड्युटी चढिसक्यो अब कामदाम गरेर चट्ट कामसामको भिडियोहरू आउँदै गर्छ गाइस माया छ सबलाई अनि हाम्रो यहाँ छन् ह्यान्डसम भाइ आज हल्का भर्खर ब्रेक गरेर आएको नि फेरि धेरै स्माइल मिठो छ है किन स्माइल गरेर आऊ तिमी केही रिजन विदाउट रिजन त यसरी नै हाँस्नुपर्ने भन न ल सब चटनी गर फेरि एकमा खतरा लाग्छ फेरि टमाडम काम आउँछ टमाडम काम हान्नुपर्छ चटाचट काम गर्ने ठाउँमा काम गर्ने फन गर्ने ठाउँमा फन गर्ने ओके अहिले चाहिँ अर्डर चलाएको छैन त्यही भएर हामी हल्का बसेछौँ भाइले चटनी प्याक गर्दैछन् भर्खर ब्रेक गरेर आएको अनि किप वाचिङ माया छ सबलाई सो फाइनली हामी चाहिँ काममा आइसकेका छौँ होइन अब ड्युटी चढिसक्यो अब कामदाम गरेर चट्ट कामसामको भिडियोहरू आउँदै गर्छ गाइस माया छ सबलाई अनि हाम्रो यहाँ छन् ह्यान्डसम भाइ आज हल्का भर्खर ब्रेक गरेर आएको नि फेरि धेरै स्माइल मिठो छ है किन स्माइल गरेर आऊ तिमी केही रिजन विदाउट रिजन त यसरी नै हाँस्नुपर्ने भन न ल सब चटनी गर फेरि एकमा खतरा लाग्छ फेरि टमाडम काम आउँछ टमाडम काम हान्नुपर्छ चटाचट काम गर्ने ठाउँमा काम गर्ने फन गर्ने ठाउँमा फन गर्ने ओके अहिले चाहिँ अर्डर चलाएको छैन त्यही भएर हामी हल्का बसेछौँ भाइले चटनी प्याक गर्दैछन् भर्खर ब्रेक गरेर आएको अनि किप वाचिङ माया छ सबलाई
होइन खानु मेरा
खुसी तिम्रै लागि आज कस्तो रोडको लाइटहरू त सब बन्द रहेछ क्या अनि त्यही कारणले गर्दाखेरि चाहिँ कस्तो अँध्यारो भएको छ क्या रोड यस्तो अँध्यारोमा हिँड्नु परेछ बिहानको स्टुडियो घडीमा कति बज्यो भन्दाखेरि चाहिँ बिहानको 3:30 भइसक्यो आज किन लेट भयो भन्दाखेरि चाहिँ अलिकति फ्रेस कन्ट्रोलर आएको थियो अनि यो लाइटहरू पनि बोलेको छैन क्या आज त्यही कारणले गर्दाखेरि एक्लै हिँडिरहेको छु होइन केटाहरू चाहिँ अघि हिँडिसक्यो यही हो जिन्दगीको सफर हो यार चलिदिने हो एक्लै होइन बुटबङ्गला कस्तो राम्रो चाँद छ है आज चाँदनी चाँदनी तिम्रै माया अलि उतातिर चाहिँ लाइट रहेछ उता त्यो उतातिरको रोडमा चाहिँ यतातिरको रोड चाहिँ रहन्छ क्या अनि सुनसान अनि कस्तो कुकुर यस्तो धेरै कुकुर हुन्छ नि त गाँड फट्यो हात त कुकुर देखेर अनि अझै त्यहाँ जाने छ हामी म चाहिँ एक्लै छु म अहिले रुम त पुग्नु पर्यो सुत्नु पर्यो होइन त्यही हो यस्ता परिस्थिति स्थिति दुःख कति आउँछ नेभर गिभ अप गर्ने हो यहाँतिर चाहिँ लाइट रहेछ क्या यतातिर चाहिँ रोडमा यतातिर चाहिँ लाइट रहेछ उता पछि छैन यता पनि छैन क्या आज लाइट अनि ऊ पारि देखिरहेको रहेछ पारि पारि कुकुर हिँडिरहेको छ यस्तो डर लाग्छ नि कुकुर देखेर भनेर भन्न मिल्दैन तर म चाहिँ डराउनु नै तर यस्तो देखिन्छ कि यस्तो क्यामेरा फोकसिङ फेसमा अनि त्यसपछि यसरी हिँड्दाखेरि चाहिँ अलिकति ऊ नै लाग्छ अहिले आजभोलि चाहिँ मेरो भोइस चाहिँ अलिकति क्लियरली आन्न होला होइन नेक्स्ट मन्थ 15-16 को माइक किन्छु होइन त्यसपछि एउटा 2 महिनापछि अर्को महिना मोबाइल किन्छु कति 15-16 किन्छु अनि त्यसपछि के किन्नु छ होइन कस्तो लाग्छ मेरो भिडियोहरू होइन जसको कमेन्ट गर्नु होला होइन मेरो सुधार्नुपर्ने चिजहरू सुधार्नु पर्ने चिजहरू चाहिँ कमेन्टहरू गरिदिनु होला होइन माया छ सबलाई है त्यही हो परदेशी जीवन कस्तो हुन्छ के हुन्छ भनेर चाहिँ एक्सपोज गरेर म चाहिँ एक्सप्लेन गराउँदैछु होइन राति ड्युटीमा चाहिँ हिँडिरहेको छु होइन भिडियो बनाउँछु होइन सुतिरहेको छ होला है केटा तिम्रो त यतिखेर त सुत त्यही हो कोठामा बसेर होइन स्ट्रेस लिँदै यस्तो गर्छु उस्तो गर्छु भनेर सोच्दै ओभर थिङ्किङ चाहिँ नगर होइन केटा त्यहाँबाट निक्लियो चलियो यार म त चलिदिएको यो पनि बाउ एक्सपायर भएपछि कति धेरै स्ट्रेस लिने क्या घर रुममा बस्ने अनि त्यसपछि बसेपछि चाहिँ यति धेरै कुराहरू सोच्ने क्या सोच्दै यति पेनिक फिल गर्ने नै आफूले क्या म त केही गर्नै सक्दैन यहाँ हुँ अग्रम बग्रम सिक्रा ओभर थिङ्किङ के खतरा सोच्थेँ क्या मैले अनि लास्टमा हिँड्दैछु आफ्नो यात्रा गर्दैछु यो जर्नी जो एक्सपोज गरेर म एक्सप्लेन गराउँदैछु मेरो जर्नीलाई चाहिँ हजुरहरूले चाहिँ साथ दिनुहोस् होइन माया दिनुहोस् अनि 1 विकमा चाहिँ 47 सब्सक्राइबर हुनुभयो थ्याङ्क यू सो मच बहुत खुसी लाग्छ मलाई अनि भ्युजहरू पनि राम्रो गइरहेको छ धेरै नभए पनि खुसी लाग्छ मलाई होइन यतिकै माया दिँदै गर्नुहोस् होइन अरू त के भनेर सेयर पनि गर्दै गर्नुहोस् होला होइन गाउँघरतिर पनि सबलाई सेयर गर्नु होइन चिनेका साथीहरूले भाइहरू दाइहरू अङ्कल काका चाचा मामा माइजू फुपू फाजु सबले सेयर गर्नु होला ओके यति भन्दै म चाहिँ मन्दिर हुन आइपुगेँ अहिले यतातिर चाहिँ कस्तो दामी उज्यालो छ कि अनि त्यही भएर चाहिँ चट्ट फाइनली रुममा आइसक्यौँ हामी चाहिँ अनि भर्खर उठ्यो आज के गरेको छुट्टीको दिन आउँदा बित्तिकै सुते बितेर घर ठाक्के खाना आज के गर्ने यस्तै छ नि जिन्दगी होइन परदेशी जिन्दगी यस्तै छ हेर केटा तिम्रो त टन्नै बुढीको पुरै अङ्गालोमा चप्प ठन्डीमा गर्मी बनाएर सुत्या होला
हामी त के गर्ने यस्तै छ रातिको 3-4 बजे आइन्छ खाना मैले खाएको छैन मैले पनि खाएको छैन ऊ अमनले पनि खाएको छैन हामी सबैले खाने भनेर खाऊ न खाऊ तिमी निकालेर खाऊ न हामी पछि खान्छौँ लेप्चा त भोलि गइहाल्छ नि भने यहाँ सुत न यहाँ खाली छ यत्रो केराटी बच्चा जस्तो अमन के गर्न लाग्छ तिमी टोइलेट न अमन हेर्नु न माया छ सबलाई त बाई बाई के भन्छ हेर्दै गर्नुहोस् माया दिँदै गर्नुहोस् छड्दै गर्नुहोस् र 1 विकमा चाहिँ 47 चाहिँ सब्सक्राइबर बनाइदिनु भयो मलाई खुसी लाग्यो भाइ तेरो सब्सक्राइबर 1 विकमा 47 बधाई छ ल एउटा सर्ट भिडियो 3K बधाई छ ल तपाईँलाई दुगो चाहिँ मौलाउनु फुलाउनु क्या भन आउट दुगो चाहिँ मौलाउनु कुकुर चाहिँ बौलाउनु त्यो त नभन है फेरि ल अब खानासाना खाऊ होइन म पनि अब खानसाना खान्छु थ्याङ्क यू सो मच फर वाचिङ त बाई बाई